स्वागत छ सम्पूर्णलाई आजको भिडियोमा। अनि आज फेरि म हजुरलाई सिकाउँदै छु चिकन चिल्ली कसरी बनाउने आफ्नो घरमा। यदि हजुरहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गर्नु अनि प्रेस गर्नु त्यो बेल आइकन बटनलाई पनि। अब म हजुरलाई सिकाउँदै छु, बताउँदै छु यसमा चाहिने सामग्रीहरू के लाग्छ। सबभन्दा पहिला यो मेरो चिकन चिल्लीको पकौडा छ फ्राई गरेको। यो भन्दा पहिला मैले सिकाएको छु हजुरलाई कसरी फ्राई गरिन्छ चिकन चिल्ली हैन, त्यसमा के कसरी मसला बनाउने हो। अब चिकन चिल्ली बनाउँदाखेरि यसमा लाग्ने सामग्रीहरू यो मेरो ब्ल्याक पेपर, अनि यसमा सोया सस, चिल्ली सस, अनि खुर्सानी पिसेको खुर्सानी छ अलिकति हरियो खुर्सानी, अदुवा र लसुन पिसेको पेस्ट, यो सेजवान सस, अनि नुन, अनि टेस्टिङ पाउडर, अजिनामोटो। यो चाहिँ मेरो प्याज र क्याप्सिकम मैले काटेर यसरी राखेको छु थोरै। अब हजुरलाई कति बनाउनु छ त्यही हिसाबले त्यो काट्नुपर्छ हैन। अब हजुरलाई म देखाउँछु कसरी बनाउने। यसरी कराईमा हजुरसँग अब जस्तो कराई छ त्यसमा यसरी थोरै तेल एड गर्ने, ओइल हल्का तातेपछि त्यसमा पेस्ट हाल्ने, अदुवा लसुन खुर्सानीको पेस्ट, हरियो खुर्सानी अदुवा लसुनको पेस्ट यसरी फ्राई गरेर हल्का। त्यसमा अब फ्राई गरिसकेपछि यो मैले यसमा प्याज र सिमला यसरी काटेर हाले। यसलाई हल्का फ्राई गर्ने 1 मिनेटसम्म। फ्राई गरिसकेपछि अब हजुरसँग पत्तागोभी छ भने त्यो पनि काटेर हाल्न सक्नुहुन्छ। मैले थोरै पत्तागोभी काटेर हाले। यसमा हल्का फ्राई गर्ने एकछिन 2-3 मिनेट यसलाई राम्रोसँग फ्राई गरिसकेपछि तल नजलोस् त्यसरी हजुरले चलाइराख्नुपर्छ यसमा। अनि त्यसपछि यो मेरो सोया सस हाले मैले थोरै। हजुरले कसरी कतिको बनाउनुहुन्छ त्यही हिसाबले सोया सस, चिल्ली सस यसमै फ्राई गरिदिने पहिल्यै। त्यसपछि हजुरले यसमा हजुरको अब यो सेजवान सस एड गरेँ मैले। यसलाई यसरी गर्नुपर्छ राम्रोसँग, अनि थोरै मात्रामा पानी हाल्ने। अब एकदमै हजुरलाई ग्रेभी धेरै चाहिएछ भने अब हजुरले धेरै पानी एड गर्न सक्नुहुन्छ, हैन भने एकदम मसला ड्राईमा चाहिएछ भने हाल्ने। अनि पानी हालेर यसरी 1-2 मिनेटसम्म हजुरले त्यसलाई मजाले चलाएर पकाउनुपर्छ ताकि तल कराईमा नचप्कोस्, त्यसरी चलाइराख्नुपर्छ। अनि त्यसमा हजुरले चाहिए अनुसार अब नुन, ब्ल्याक पेपर, अजिनामोटो, अनि हल्का भिनेगर यसरी एड गरिदिने। हल्का यसरी पकाउने चलाएर मजाले 2-3 मिनेटसम्म हजुरले यसरी त्यसलाई पकाइसकेपछि हजुरले फ्राई गरेर राखेको चिल्लीको पकौडा यसरी हालेर त्यसलाई चलाउनु पर्छ। यो चाहिँ मैले यसमा धेरै पानी एड गरेको छैन किनभने ड्राई बनाउँदैछु म। हजुरलाई ग्रेभी धेरै चाहिन्छ भने त्यही हिसाबले पानी अलि धेरै हालेर अब ग्रेभीमा पनि बनाउन सक्नुहुन्छ। पानी हालिसकेपछि यसलाई मजाले चलाइराख्नुपर्छ ताकि तल भाँडामा नचप्कियोस्। यसरी हजुरसँग होटलमा अब यसरी फ्राई प्यानमा बनाइन्छ हैन, हजुरको घरमा जस्तो भाँडा छ कराईहरू त्यसमा बनाउन सक्नुहुन्छ। फ्राई प्यान नै चाहिन्छ भन्ने पनि छैन, हजुरले जस्तो सुकै भाँडा भए पनि हजुर घर त्यसमा यसरी बनाउन सक्नुहुन्छ। यो मैले यसमा एड गरेँ कान्दा पात, ओनियन रिङ, कोथमिर, धनिया। अब यो भयो हाम्रो तयार चिकन चिल्ली। भिडियो कस्तो लाग्यो त हजुरहरूलाई कमेन्ट सेक्सनमा गएर कमेन्ट गरिदिनु होला, अनि भिडियोलाई लाइक सेयर गरिदिनु। हजुरहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गर्नु अनि प्रेस गर्नु त्यो बेल आइकन बटनलाई पनि। बाइ बाइ।